आज नेपालका युवाले धेरै समयदेखि सुन्न चाहेको एउटा कुरा बाहिर आएको छ। रवि लामिछाने र बालेन शाह अब मिलिसकेका छन्। तर प्रश्न यो होइन कि उनीहरू मिलिसके। साँचो प्रश्न हो, अब यसले नेपाललाई के दिन्छ? मुख्य कुरा के हो? रवि लामिछाने जो सिस्टमभित्रको बेथिति खुलाएर राजनीतिमा आएका व्यक्ति। बालेन शाह जो सिस्टम नै हल्लाएर काठमाडौँमा परिवर्तन देखाइरहेका व्यक्ति। यी दुई फरक बाटोबाट आएका भए पनि उद्देश्य एउटै छ, परिवर्तन। मिलनको अर्थ के? यदि रवि र बालेन साँच्चै मिलेर अगाडि बढे भने भोट बाँडिने छैन। युवाको शक्ति एक ठाउँमा जम्मा हुन्छ, पुराना दलको एकाधिकार तोडिन्छ। यो मिलन केवल दुई व्यक्तिको होइन, यो त एउटा पुस्ताको आवाज हो। चुनावी हिसाबले के असर? नेपालमा धेरै युवाले भन्छन् भोट हालेर के हुन्छ? तर रवि बालेन मिलेपछि चुनावमा उत्साह बढ्छ, नयाँ मतदाता आकर्षित हुन्छन्, नो अप्सन भन्ने सोच टुट्छ। चुनाव जित्ने सम्भावना अब कल्पना होइन, सम्भावना बनेको छ। तर एउटा खतरा पनि छ। मिलन सजिलो छ, तर एकता जोगाउनु गाह्रो। यदि व्यक्तिगत अहम आयो, जनताको अपेक्षा भुलियो, पारदर्शिता हरायो भने यो आशा निराशामा बदलिन सक्छ। नेपालका लागि सन्देश। आज नेपाललाई भाषण होइन, काम गर्ने नेतृत्व चाहिएको छ। रवि र बालेन मिलेर यदि भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाह सुधार, जवाफदेही सरकार दिए भने यो मिलन इतिहास बन्छ। अब निर्णय हाम्रो हातमा छ। के हामी फेरि पुरानै अनुहार रोज्छौँ कि नयाँ आशालाई मौका दिन्छौँ? तपाईको विचार कमेन्टमा लेख्नुहोस्। भिडियो मन परे लाइक गर्नुहोस्। यस्ता राजनीतिक विश्लेषणका लागि च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।